अन्धकारको जीवनलाई जेन तेन समेटेर उज्यालोको आशा देखिरहँदा ऊ एक्लै हिँडिरहँदा उसको मन कति डरायो, कति बिरोल्यो होला। हिम्मत नभई मलाई त केही भएकै छैन, यस्तो र यो भन्दा कठिन परिस्थितिहरू आइरहन्छन्, मैले हरेस खानुहुन्न। नभएको हिम्मतलाई पनि हिम्मत जुटाउन उसलाई कति कठिन भयो होला। मनको एक कुनामा सन्दुकभित्र असर्फी लुकाए झै उसले आफ्नो पीडा लुकाउन कति जाने कि। घर परिवार समाजमा अनेक बात गर्न थाल्छन् भनी उसले दुःखलाई मुस्कानमा बदल्न कति जाने कि छ सबै उसले। घर काम काज चुला चौका जानेकी छ उसले निभाउन सबै नाता, छोरी श्रीमती बुहारी भाउजू इत्यादि। कतै न कतै यी सबै कार्यहरू गरिरहँदा, आफ्नो कर्तव्यहरू समेटेर निभाइरहँदा तिमीले आफूले आफूलाई त बिर्सिन पुगेकी छैनौ नि। फलानाले के सोच्ला भनी आफ्ना साना साना इच्छाहरूलाई त मारेकी छैनौ नि। यो साथीहरू नभए त मेरो जीवन कति खल्लो हुन्छ भन्ने पहिले सोच्ने तिमी अहिले त्यही बालापनको साथीहरूलाई बिर्सेकी त छैनौ नि। सास लिऊ, फुर्सदले सास लिऊ। सबैको इच्छा र भावहरूलाई सँगालेर राख्नै पर्छ भन्ने भार तिम्रो मात्रै काँधमा छैन। हो, यो कर्तव्य र भावहरू तिमीले जस्तो राम्रो अरू कसैले सम्हाल्न सक्दैन, तर अरूलाई बाँडेर सबैलाई सहज त गराउन सकिन्छ नि। एउटा छोरीले लेखेको अर्को एक छोरीलाई सन्देश।